चाहिँ यहाँबाट हिँडेर ट्याक्रो हिँडेर भागेछ। जिरो ओइल कुकिङ भइसकेको छ। जुत्ता कस्तो भयो भन्दा बाफ्रे बाफ, म भन्दा नि कालो भएछ जुत्ता। हे गाइज, गुड मर्निङ। टुडेज लाइफ भ्लगमा तपाईँहरूलाई स्वागत छ। यति बेला बजिरहेको छ टक्क 9। म उठिसकेको छु। बिहान एक राउन्ड हान्दा, एक राउन्ड डुलेर आउँदाखेरि टक्क हात आइस जस्तो भइसकेको थियो होइन। म स्कुटरमा पनि एक राउन्ड हानेर आइसकेर यहाँ राखिसकेको छु। मस्त पारामा घाम पनि माथि आइसकेको छ। टक्क देख्न सक्नुहुन्छ तपाईँहरूले। हाम्रो बाबुले चाहिँ के खबर गर्नुभएको थियो भन्नुपर्दा चाहिँ होइन, टक्क हाम्रो खेतमा चाहिँ अस्ति चाहिँ हात्ती छिरेको थियो। आज चाहिँ फेरि गैँडा छिरेको सुन्नमा आछ है। म चाहिँ अब दिउँसोतिर गएर टक्क हेर्छु कि त्यो कता छ भनेर छड्के टेकिङ जान्छु कि आज दिउँसोमा चाहिँ। यो चाहिँ मस्त पारामा हाम्रो हजुरआमाले चाहिँ लोकल तरिकामा चटनी बनाउँदै हुनुहुन्छ। त्यो चाहिँ मस्त धनिया र लसुनको पातको चटनी हुँदैछ। खाना खाने बेला पनि भइसकेको छैन। म चाहिँ मस्त यसमा चाहिँ मासु पकाउँदैछु। मेरो चाहिँ मस्त यो जिरो ओइल कुकिङ भइसकेको छ। यहाँ चाहिँ मस्त पारामा सिमी पाक्दैछ साथीहरू होइन। मस्त पारामा गाइज, आजको चाहिँ मेरो मस्त खाना तपाईँहरूले देख्न सक्नुहुन्छ। भात, यो सिमी, टक्क मासु छ। ल साथीहरू, मेरो बिहानको खानपिन भइसकेपछि तपाईँहरू पनि अवश्य पनि लिइसक्नुभयो होला। एकछिन रेस्ट गर्छु र म त्यसपछि आफ्नो खेततिर लाग्छु। जङ्गली हात्ती र गैँडाले के कति हिँडेछ खेतमा त हिँड्नु त पऱ्यो नि साथीहरू। टक्क त्यही भएर म एकछिन रेस्ट गर्छु र अनि खेततिर लाग्छु। स्कुटर पनि साह्रो धुलो मैला भइसकेपछि साथीहरू होइन, टक्क देख्न सक्नुहुन्छ तपाईँहरूले। त्यही पनि अझै मलाई धुलो जाँगर लागिसकेको चाहिँ छैन। यहाँ हग्दैछ कि चराले। साथी हो, एकछिन मस्त बसौँ भनेको होइन, पाइएला जस्तो लागेन क्या मलाई। यो जुत्ता हेर्नु नि, जुत्ता कस्तो भयो भन्दा बाफ्रे बाफ, म भन्दा नि कालो भएछ जुत्ता। अब यसलाई चाहिँ म एकचोटि धुन पर्यो। यो एउटा जुत्ता चाहिँ उता छ, टक्क देख्न सक्नुहुन्छ। त्यो पनि मभन्दा कालो भइसकेको छ। तर अहिलेलाई चाहिँ त्यसलाई नधुनी, किनकि जाडो एकदम साह्रो छ। अब यो चिसोमा जुत्ता एकैचोटि सुक्छ सुक्दैन थाहा हुँदैन। त्यही भएर अहिलेलाई त्यो जुत्ता नधुनी, किनकि बेलुका लाउनुपर्छ, साह्रै चिसो हुन्छ। यदि जुत्ता सुकेन भने चिसोले कठ्याङ्ग्रिएर खुट्टा बाफ्रे बाफ थाहै पाउँदैन। साथीहरू, अब जुत्ता धुम भनेर होइन, सरफको बट्टा खोलेको त सरफै सकेको रहेछ। पोपट भइहाल्यो मेरो पोपट भइहाल्यो। अब चाहिँ म यो टक्रो साबुनले चाहिँ धुन्छु जुत्ता चाहिँ। म चाहिँ मस्त अहिले यो जुत्ता धुनलाई टक्क मस्त यो धारामा छु। मैले मस्त जुत्ता धोइसकेँ होइन। यहाँ चाहिँ जुत्ता सुकाइदिएछु। यसको टक्क यहाँ माथि मोजा लड्काइदिएछु। मैले जुत्ता चाहिँ धोइसकेँ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। म चाहिँ टक्क अहिले खेत आइसकेको छु होइन साथीहरू। टक्क तपाईँहरूले देख्न सक्नुहुन्छ गैँडा चाहिँ यहाँबाट हिँडेर ट्याक्रो हिँडेर भागेछ। अब यत्रो उकालो चढेर आएछ गैँडा यहाँ तलबाट। टक्क कलर म्याच भएछ मेरो टी सर्ट र यो तोरीबारी टक्क पहेँलो छ सब। हात्ती चाहिँ उता तलबाट हिँडेछ। हात्ती चाहिँ यहाँबाट हिँडेर भागेछ साथीहरू, यो तल्लो खेतबाट होइन। देख्न सक्नुहुन्छ यो पाइलाहरू हो। टक्क ट्याक्रो त्यत्रो ठुलो पाइला छ। यो चाहिँ 3 दिन अगाडिको कुरा हो। मस्त पारामा चारैतिर पहेँलो छ, कलर म्याच भएछ। आज चाहिँ हात्ती चाहिँ उता सानो जङ्गलतिर भागेर छ कि त्यो बाँस लगाएको हो कि के हो। ल साथीहरू, तपाईँहरूले मस्त पारामा देखिनै सक्नुभयो होइन। हात्ती र गैँडा आएको रहेछ। गैँडा चाहिँ माथिबाट टाप खसिसकेको छ होइन। हात्ती चाहिँ तलबाट गएको रहेछ। सो आजलाई यति नै, भेटौँ अर्को ब्लगमा। बाई।